10,000 मै लान पाउनुभयो तपाईँले यति दामी इलेक्ट्रिक बाइसाइकल। अब यो चाहिँ बाइसाइकल मात्र रहेन के, बाइकै बराबर रह्यो। दाइ यो चाहिँ साइकललाई मोटरसाइकल बनाउनुहोस् भन्ने हिसाबले हामीले बनाइरहेको छौँ होइन? यसमा खास के छ यसको बताइदिनुहोस् न विकास। यो चाहिँ साइकल भयो हजुर। यसमा हामीले मोटर यो चाहिँ कति वाटको आउँछ यो? 350 वाट। 350 वाट है। अब यसमा कन्ट्रोलर भयो यहाँ, डिस्प्ले कन्ट्रोलर, अनि अर्को कम्प्युटर यहाँ छ, ब्याट्री यहाँ छ हजुर, अनि सेन्सर यहाँ छ, यहाँ सेन्सर छ है। यो पेडल एसिस्ट अनि एक्सिलेटर पनि छ। भनेपछि यो साइकल भयो, यो चाहिँ मोटर भयो। अब यो मोटर साइकल भयो हजुर। अब यसलाई चाहिँ हामीले मोटर मात्रै पनि चलाउनु मिल्यो यसरी ल मजाले है। ए एक्सिलेटरबाट अब हामीले साइकल मात्रै पनि चलाउनु मिल्यो। यहाँ लेभल अब हाम्रो चाहिँ 5 वटा हुन्छ। यहाँ 0 1 2 3 4 5। अब हामीले 0 गर्यो भने चाहिँ यो साइकल मात्रै भयो। तपाईँ साइकल मजाले चल्यो साइकल। अब यसलाई हामीले यहाँ 1 लेभल भनेको चाहिँ 10%, 20 भनेको चाहिँ 40%। अब त्यसमा सेन्सरबाट चाहिँ हामीले पाइडल गर्यो भने चाहिँ यहाँ मोटर पनि चल्यो सँगैसँगै। हामीले पेडल गर्यो भने मोटर चल्यो हजुर, पेडल गरेन भने मोटर चलेन। भनेपछि यो मान्छेले साइकलमा इलेक्ट्रिक बनायो भने मोटर साइकल के बाइक हुन्छ भनेर चाहिँ सोच्नु परेन, किनभने यो मोटर साइकल दुइटै भयो होइन। अब हामीले पेडल गर्दाखेरि चल्ने भयो यो मोटर, साइकल बनाएर हिँड्न पाइयो। अनि लेभल बढायो भने चाहिँ लेभल 1 2 3 4 गर्दै गएपछि हामीले चाहिँ 5 मा चलायो भने चाहिँ ठुलो उकालोमा चाहिँ लेभल बढाउने हो। ए हजुर, ठुलो उकालोमा हामीले पेडल गर्यो भने एकदमै फेरि पेडल बन्द भयो भने चाहिँ मोटर पनि बन्द भयो। भनेपछि रियल साइज हामीले पहिला मोटरसाइकल भन्थ्यौँ, यो चाहिँ सही मोटरसाइकल चाहिँ यो आएको छ। भनेपछि तपाईँ 10,000 को भन्ने कुरो भयो यो। 10,000 मा चाहिँ यो लानु पाइयो, इन्स्टलमेन्टमा हो। बाँकी पैसा चाहिँ तपाईँले पछि तिर्ने हो। अब चाहिँ हामीले ब्याङ्कको सहकार्यमा चाहिँ इन्स्टलमेन्ट ल्याएको छौँ राम्रो साइकलहरूलाई हजुर। मात्र 10,000 मा तपाईँले लान सक्नुहुन्छ यो मोटरसाइकल। तर यो फेरि लाँदाखेरि आउँदाखेरि त आफ्नो ओरिजिनल डकुमेन्टहरू सबै सामानहरू त ल्याउनु पर्छ नि त। ब्याङ्क सिस्टमबाट जानु भइसकेपछि अब यो होइन, यो भनेको चाहिँ इन्स्टलमेन्ट सिस्टम हो हजुर। इन्स्टलमेन्ट सिस्टम भनेको चाहिँ हामीले ब्याङ्कको चाहिँ इन्स्टलमेन्टको लागि प्रक्रिया यहाँ बुझाइदिन्छौँ हजुर। अब यो र कुन चित्त बुझ्यो चाहिँ राम्रो साइकलहरू सबै हामीले इन्स्टलमेन्ट सिस्टममा चाहिँ ल्याएको छौँ। त्यसमा कम पैसामा चाहिँ हामीले लानु मिल्यो, बाँकी पैसा चाहिँ बिस्तारै तिर्दै गयो, त्यो सिस्टममा ल्याएको छौँ। लगाए 10,000 मै तपाईँले यो साइकल लान पाउनुभयो। यदि तपाईँहरू पनि आजको यो भिडियो हेर्दै हुनुहुन्छ र साइकल पनि कुदाउँछु, यही साइकललाई फेरि बाइक बनाएर कुदाउँछु भनेर चाहनुहुन्छ भने यो तपाईँको लागि बेस्ट अप्सन हो। ब्याङ्क